मोबाइलमा त दामी देखिने रहेछ। मैले चाहिँ यति काउलोको घाँस अब एकछिनमा हामीले यत्रो छ है गुराँसको फुलहरू चाहिँ यताबाट चाहिँ यो तिम्रो झोला कहाँबाट ल्याएको रे? बनमारा झार चाहिँ हाम्रो भाँजो जग्गामा यसो बनमारा झारहरू धेरै। हेलो एन्ड नमस्ते सबैजनालाई। आज पनि धेरै दिन पछाडि एउटा नयाँ भिडियो लिएर आएको छु। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नछुटाउनु होला। र आजको मेरो भिडियोको बारेमा खासै त्यस्तो विशेष त केही पनि छैन, तर पनि एउटा सानो भिडियो बनाऊँ भनेर चाहिँ जमर्को गरिरहेको छु है साथीहरु। आज चाहिँ हामी यता चौरीला घरबाट निस्केर चाहिँ यता माथितिर जाँदैछौँ। यहाँभन्दा माथि माथि जङ्गलको माथि हो हामी जानुपर्ने चाहिँ। त्यहाँ चाहिँ हामीले हाम्रो बारीको बनमाराको झारहरू उखालेर फाल्ने भनेर जाँदैछौँ। बुढी चाहिँ अगाडि हिँड्दैछन्, म चाहिँ पछि छु है साथी हो। यस्तो छ। यतातिर भङ्गाले पुरै पात झारेर कुनै हाँगाहरूले चाहिँ पोलो फेर्दैछ है साथी हो। यसलाई चाहिँ पालुवा भन्छन् शुद्ध भाषामा चाहिँ। हामीले चाहिँ पोलो फेर्दैछ भनिन्छ है। माथि आटा चाहिँ अहिले देखेन, त्यही नजिकै गएर। हाम्रो झोला चाहिँ यो अमेरिकन ब्रान्ड हो है साथी हो। खतरा छ झोला चाहिँ। तिम्रो झोला कहाँबाट ल्याएको रे? चाइना हो? तिनको झोला चाइना हो, मेरो चाहिँ अमेरिकाको है साथी हो। तिम्रो झोलाको बारेमा यसो एउटा दुईटा कुरा भन्देऊ न त। अघि चाहिँ चाइनिज भन्थ्यो, अहिले फेरि कहाँको रे यो? मेरो झोला कोरियाबाट विभिन्न ठाउँदै नेपाललाई पुगेको छ। कोरिया कुन कम्पनीको भन न? गुची भन्न सुनेको रे। त्यही झोलामा नि त गुची लेखेछ है, गुची। यस्तो छ। आजको मौसम चाहिँ यस्तो छ है साथी हो। मजाले कुहिरोहरू डगमगाइरहेछ अनि आकाश निलो चाहिँ देखेको छ। यहाँ घाम चाहिँ कुहिरोले छेकेको छ। यस्तै छ गाउँतिरको। अनि यो गुराँस चाहिँ यस्तो छ। माथि घोडेपानतिर ठुलो बुटामा अर्कै कलरको हुन्छ गरे गुराँसहरू चाहिँ। यहाँ चाहिँ यस्तो छ है साथी हो। हाम्रोतिर सानो बुटा, त्यही नि भुइँबाट नि भेट्न सकिने यसरी फुलेको छ है गुराँस। खासै राम्ररी त फुले होइन, तर हल्का चाहिँ यसरी फुलेछ, फुल्दै गरेछ। कोही फुलिरहने झरिसकेको छ यसरी, कोही चाहिँ फुल्दैछ है साथी हो। यस्तै छ। यताबाट चाहिँ यो खुइजेरी हो, अनि यता लिस्टुङ के भन्छन् यतातिर। अनि यो क्याङ हो है साथी हो। यहाँ गुराँसको बुटा यस्तो छ। यो मङ्गुवाको रुख हो। यहाँ गुराँसको रुख छ, एउटा मात्र फुलेछ, दुई तीनटा फुले रहेछ। यस्तो छ। मङ्गुवाले चाहिँ मजाले पोलो फेर्दैछ। यस्तै छ है साथी हो। गुराँसको रुख हो। यस्तो छ। कता फुलेछ है साथी हो। यस्तै छ। यो चाहिँ पेतेते फुल हो है साथी हो। पेतेते भन्छौँ हामीले चाहिँ।
तपाईहरुकोतिर के भन्छ यसलाई। यतातिर बनखुवाराको चल्ला कराइरहेछ, म हेर्छु है साथी हो। यहाँ करा छ यता भाग्यो उड्यो नि। अहिले चाहिँ हामी यहाँ यो चोके बाटोमा आएर बसेछ है साथी हो। यो उपल्लो बाटो जाने, यता तल्लो बाटो जाने, ढाङ्खरको जाने उपल्लो बाटो र तल्लो बाटोको ढुङ्गामाथि आएर बसिएछ यसरी। एकछिनपछि ढाङ्खरको पुगिन्छ। यहाँ एकछिन 5 मिनट जति बसेर यता बाटो जाने अगाडिबाट हामी चाहिँ ढाङ्खरको आइपुग्यो है साथी हो। यस्तो छ ढाङ्खरको पाखाहरू चाहिँ। मैले चाहिँ पेतेते फुल चाहिँ टिपेर ल्याएछु 2-3टा। यस्तो हुन्छ है पेतेतेको फुल, राम्रो हुन्छ, सेतो, भित्र चाहिँ पहेँलो हुन्छ। अब एकछिनमा हामीले चाहिँ यो वनमारा झारहरू खेल्न सुरु गर्छौँ है साथी हो। ल हेर्नुहोस् है साथी हो, अहिले चाहिँ हामी हाम्रो यो ढाङ्खरको यो वनमारा झारले भरिएको हाम्रो भागमा आइपुगेको छ। यतातिर चाहिँ यो जुन पछाडि यो खने जस्तो देखिने यो खनेकै हो। यो चाहिँ अस्ति नै हामीले लगभग 15 दिन अगाडि खनेको हो यो चाहिँ। अनि पछि अर्को दिन चाहिँ गरेकोहरू चाहिँ उता छ। यिनीहरू चाहिँ हामीले अर्को दिन खोलेको हो। धेरै एकदम दुःख पाएको थियो है हाम्रो जग्गाले। यतातिर यहाँदेखि यहाँसम्म चाहिँ अर्को दिन, यतातिर चाहिँ हामीले हिजो खोलेको है साथी हो। आज चाहिँ हामीले सट्ट लगाएर यसरी उखाल्छौँ र यता चाहिँ आइपुग्दिन होला। त्यो नियालाको झाङतिर यसरी उखाल्दै आउँछौँ है साथी हो। ल है साथी हो, काम चाहिँ धमाधम भइरहेको छ। यत्रो उखालियो, यत्रो ऐसेलुको बुटाहरू सबै उखालेर फालिदियो। अझै नि फालिँदैछ। यो के गर्नु, यो जग्गाको बिचमा राखिरहने काम छैन। किन मजाले कोपिलाहरू यसरी कोहीले त लगाइसके थोकरै गेडाहरू। अब उखालेर फाल्यो साथी हो, यस्तै छ। यहाँसम्म गर्यो, अझै नि गरिँदैछ। यसले चाक्नु पर्यो है साथी हो। अमिलो अमिलो मिठै रहेछ। यहाँ बसिरहेछन्। आज चाहिँ हामी यति गरेछ है साथी हो। हामीले आज चाहिँ यस्तो छ, टन्नै खोलिएको छ नि आज नि। अझै नि खोल्नु यत्रो छ। यो फेरि वनमारा झार चाहिँ एउटाले गरेर हुँदैन है साथी हो। यो चाहिँ जसको बाँझो जग्गाहरू छ उहाँहरूले चाहिँ सट्ट लगाएर उखेलेर फाल्नुपर्छ। किनकि यो वनमाराको फुल पाकेर यो उरिनु पायो भने, यो हावाले उडायो भने यसले सारा संसार फैलाउँछ। यो गिल्ला आने जात हुने रहेछ चाहिँ। यस्तो छ। आज चाहिँ यति गरेछ है साथी हो। ऊ त्यहाँ झोला छेउबाट यताको चाहिँ आज गरेको है। यस्तो छ साथी हो। अझै नि हामीले यहाँबाट उता गर्दै जान्छौँ नि, यहाँ यता नि यस्तै सिधा जान्छौँ है। अनि भोलितिर यताको गर्छौँ है साथी हो। वनमारा झार चाहिँ ओराल जस्तो भयो रहेछ नि। रमाइलो भइरहेछ होला नि झारू खोल्दा। रमाइलो भइरहेछ झारू खोल्दा। यहाँ चाहिँ 1 बोतल पानी निसिदाएर बोतल नि रित्तै छ है साथी हो। पानी लिनु नि पर खल्टान जानुपर्छ। पाथी सोतरलाई चाहिँ
काटेर फाल्ने हुन्छ वनमा र झारलाई चाहिँ जरा उकाइदिनु पर्छ है साथी हो यसरी यस्तो हुन्छ यसलाई अलिकति निभाउन मास्नुको लागि चाहिँ यो जरा उखेलेर फाल्नु पर्छ यस्तो छ यता हेर न माथि चाहिँ यतातिर चाहिँ यसरी सदर जाने बाटो है साथी हो यो डिल काटेर जानुपर्छ ससधारा जाने बाटो चाहिँ हामीले चाहिँ सदरा भन्छौँ है साथी हो यस्तो लाङदे यस्तो छ यतातिर खुइजेरी बाजुङ त्यही छ है साथी हो के गर्नु साथी हो यस्तै छ जिन्दगी यो सोतर र पाखी है साथी हो आफ्नो तपाईहरुको बाँझो जग्गा छ भने चाहिँ यसरी अलिकति फानफुन गरेर राख्नु होला है पछि भविष्यको लागि केही गर्नुपर्छ है साथी हो अब कृषिमा यसरी उखाल्नुपर्छ वनमाराको जरालाई तिमीले नि धेरै उखाल्थ्यौ नि अघि उखेलेको त हो करे यो बिलाउनेको जरालाई चाहिँ यसरी हाँसीले काट्नुपर्छ हाँसीले काट्नुतिर हाल्नुपर्छ बिलाउनेको जरा सोतर र पाखीलाई काटिने हुन्छ गरे वनमारा चाहिँ उखाल्ने हो साथी हो के गर्नु आफू त यही गर्नु सकिनँ त्यही भएर यही बाँझो जग्गातिर केही लगाम कि भनेर काम गर्दैछु विदेश जानु नि सकिन गइरहनु गएको ठाउँमा नि राम्रो नि भएन त्यही भएर चाहिँ मैले चाहिँ कृषि क्रान्ति गर्दैछु है साथी हो कृषि गर्न किसानको छोरा भए पछाडि कृषिमा त लाग्नु पर्ने रहेछ अब लाउरेको छोराहरू भए चाहिँ बाउको पेन्सन छ गरे भन्दै त्यही गरे नि पाउँछौ हेर्नु साथी हो बा लाउरे होइनन् बा नि दुःख पाएको मान्छे हो नि र मैले चाहिँ गरी खाने ढङ्ग त छैन त्यही यसो उता दुईटा आलुहरू फलाउनु सक्छु कि भनेर यहाँ चाहिँ अहिले मैले त बाँझो जग्गा खन्नु लाग्छ साथी हो कुहिरो यसो मनकारी साथीहरू हुनुहुन्छ भए गर्नु मन लाग्छ भने यहाँ धानखरकोमा आएर यसो मलाई एकछिन भए नि आधी घन्टाहरू भए नि क्या धेरै होइन क्या आधी घन्टाहरू भए नि यहाँ पाखिरु वनमाराहरू छानिदियो भने घरमा लाग्छ साथी हो यस्तै छ जिन्दगी ल है साथी हो अहिले चाहिँ हामी माथि वनमाराको झार उक्लिएर यतातिर झर्दैछौँ घर फर्किनेछौँ अनि बुढी चाहिँ अगाडि अगाडि हिँडिरहेछन् मैले चाहिँ अलिकति घाँस बोकेछु हिँडी फेरि यतातिर
मोबाइल चलाउँदै हिँडिरहेका छन्, व्यस्त छन्। सुन्ने नि हैन, बोलेको नि हिँडिरहेका छन्। खै सुन्ने रहेछन्। मोबाइल हेर्दै हिँड्दै गरेर फेरि झुक्किलाउने। ए यो झाङै झाङ बछ यतातिर नि, यत्रो झाङ बछ। यो चाहिँ हाम्रो भान्डा हो है साथी, यो भान्डा। यहाँदेखि भित्र जानुपर्छ हामी चाहिँ। ल है साथी हो, हामी चाहिँ घर आइपुग्यो। यदि मेरो भिडियो अलिअलि मन परेर भए पनि हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला, किनकि सब्सक्राइबको चाहिँ मलाई एकदमै खाँचो छ। किन भन्दा यो च्यानल मेरो नयाँ हो, पहिलाको च्यानल चाहिँ बिग्रेर मैले यो चाहिँ युट्युब च्यानल चाहिँ नयाँ बनाएको। त्यही भएर यदि मेरो च्यानलमा नयाँ हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला भन्दै आजको भिडियोबाट म पनि ओझेल पर्न चाहन्छु। सी यू नेक्स्ट भिडियो।